सर्वप्रथम त सम्पूर्ण संकल्पकर्ताहरूलाई सादर नमन गर्दै मैले एउटा सन्देशमूलक सुझाव प्रस्तुत गर्न लागिरहेको छु। जीवनमा मानिस 12-15 वर्षको उमेरसम्म आफ्ना मातापिताका काखमा र आफ्ना सँगी साथीहरूको साथमा खेल्दा खेल्दै जीवन यापन हुन्छ, तर आफ्नै व्यक्तित्व, आफ्नै अस्तित्व, आफ्नै संकल्प अलि उदय भइसकेको हुँदैन। जब मनुष्यहरू किशोर अवस्थाबाट पार भएर युवा अवस्थातिर, वयस्कतिर ढल्कन्छन्, तब उसका मनमा अनेकौं प्रकारका प्रतिज्ञाहरू हुन्छ। ती प्रतिज्ञाहरू कोही डाक्टर बन्ने, कोही इन्जिनियर बन्ने, कोही व्यापारी बन्ने, कोही राजनीतिज्ञ बन्ने, के बन्न इच्छा छ। महान पुरुषहरूको एउटा संकल्प हुन जरुरत छ। संकल्प अनुसारको कर्म गर्दै जाँदाखेरि त्यो वेव, त्यसलाई बाटो भन्छन्, त्यो संकल्पमा का बीचमा स्वार्थ र मनोरञ्जनमा लाग्यो भने त्यो संकल्प विफल हुन्छ। त्यो प्रतिज्ञा, त्यो अठोट जुन गर्छु भनेको छ, त्यो गर्न लागेको लक्ष्यको बीचमा विभिन्न किसिमका बाधा, अडचन, अनेक मनोरञ्जनका साधन, अनेक स्वार्थका अवसरहरू आइलागेका हुन्छन्। यदि त्यो मानिस अथवा त्यो व्यक्ति त्यसमा फस्यो भने उसको संकल्प, दिगो लक्ष्य उसको पूर्ण हुन सक्दैन। यसमा एउटा कथा छ। परापूर्व कालमा, कथा त किम्वदन्ती नै हो आखिर, एउटा राजाका 3वटा छोरा, जसमध्ये कान्छो छोरो जन्मिँदाखेरि राजाले कान्छा छोरालाई हेर्ने बित्तिकै राजाको आँखा बन्द भयो रे। अनि राजाले अब आँखा खोल्ने उपाय खोजे, नाना प्रकारका वैद्यहरूसँग शोधनी गरे, वैद्यजी मेरो आँखा कसरी खुल्छ? वैद्यले भने, महाराज तपाईको यहाँपनाका औषधिले यो आँखा खुल्दैन। हिमालय पर्वतमा एउटा बकावली नाम गरेको फूल छ, त्यो फूललाई ल्याएर हजुरका आँखामा रस राख्ने हो भने आँखा खुल्छ भनेपछि, उसो भएदेखि म जान्छु भनेर राजाको जेठो छोरो 10-12 वर्षको थियो अनि ऊ त्यहाँबाट प्रस्थान गर्यो। केही घोडामा चढेर, केही सिपाही साथमा लिएर गयो। जाँदा 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 त्यो बकावली फूल लिन जाने बाटोमा 1 कोस ओर एउटा यस्तो सुन्दर सहर थियो, जहाँ दायाँ र बायाँ अत्यन्तै मनोरञ्जनात्मक साधनहरूले भरिपूर्ण थियो। त्यसमध्येमा कतै खेलकुद गरेका नाना प्रकारका खेल, कतै जुवा तास खेलेका, कतै दोहोरी गीत गाइरहेका, कतै मदिरा र मासु खाएका, कतै वेश्यावृत्ति गरेका, कतै सत्सङ्ग, कतै प्रवचन, कतै भजन, नाना प्रकारका मनोरञ्जनका साधनहरू मध्ये नभएको कुनै कुरै थिएन। अनि त्यहाँ बाहिरपट्टि दायाँ र बायाँ स्वयंसेवकहरू थिए, अत्यन्तै सुन्दरी स्वयंसेवकहरूले, ला आउनुहोस् एकैछिन बस्नुहोस्, हजुरलाई कुन इच्छा लाग्छ, के गर्न इच्छा लाग्छ, खेल खेल्न मन लाग्छ कि, मिठो भोजन गर्न मन लाग्छ कि, गीत गाउन मन लाग्छ कि, सत्सङ्ग गर्न मन लाग्छ कि, भजन कीर्तन गाउन मन लाग्छ कि, कुन विषयमा हजुरको रुचि छ, ला आउनुहोस् बस्नुहोस् खानुहोस् भनेर हात जोड्थे। अनि त्यसपछि त्यहाँ मानिस पसे र फसेपछि त्यहीँको गोठालो भएर बस्न पर्ने। अनि जेठो राजकुमार राजाको छोरो नहो, आखिर पुग्यो, ला आउनुहोस् बस्नुहोस् खेल्नुहोस् खानुहोस्, के गर्न मन लाग्छ गर्नुहोस् भनेपछि कुन चाहिँ कुरामा उसलाई फस्नु थियो, ऊ त्यही कुरामा फस्यो, पुगेन। जहाँ बकावली फुल भएको ठाउँमा ऊ पुग्नै सकेन। अनि 2-3 वर्ष भएपछि ल दाजु आएनन् भनेर माइलो छोरो प्रस्थान गर्यो। अनि माइलो छोराले गएर त्यही अनुरूप उसलाई पनि त्यहाँका स्वयंसेवकहरूले के गरे त भन्दा, आउनुहोस् बस्नुहोस् खानुहोस् आनन्द लिनुहोस् मनोरञ्जन लिनुहोस् बस्नुहोस् 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 भनेपछि ऊ पनि फस्यो। यो कुरो थाहा यो थियो कि यहाँ पसेर फसेपछि म बाहिर निस्किन पाउँदिनँ भन्ने कुराको जानकारी पनि थियो। मानिस, कोही मान्छे बिग्रिन्छ कसरी, जानी जानी बिग्रिन्छ के। तैपनि ती माइलो छोरो जेठो छोरो दुवै जानी जानी त्यहाँ फसे। अनि त्यति बेलासम्म कान्छो राजकुमार नै 7-8 वर्षको 9 वर्षको भइसकेछ। उसो भए मेरा पिता मेरा कारणले गर्दा आँखा नदेख्नु भएको हो भने त्यो औषधि म ल्याउँछु भनेर कान्छो छोराले प्रतिज्ञा गर्यो। उसले कुनै घोडा सिपाही केही लिएन। ऊ त्यसपछि बाटो लाग्यो। जाँदा 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 हिमालय खण्डमा गएर औषधि ल्याउनु छ भन्ने उसको हृदयदेखि नै दृढ सङ्कल्प भएको हुँदा उसले कुनै पनि कुराको त्यो मनोरञ्जनको वास्ता पास्दै गरेन। युधिष्ठिर महाराजले एकचोटि जुन
सवारी हुँदाखेरि एउटा बिकले त्यो बाणको टुप्पोमा रेतले रेत्दाखेरि सवारी गएको थाहा पाएको थिएन अरे। प्रतिज्ञा म यो यस्तो बाण बनाउँछु भनेर उसले रेत्दाखेरि उसले सवारी गएको पनि थाहा नपाए झैँडी। कसैले केही कुरा गर्छु भन्यो भने अरू दायाँ बायाँको कुरा उसले वास्तै गर्दैन, थाहै पाउँदैन। त्यसपछि कुनैले बोलाओस् कि मनोरञ्जनका लागि खानेकुरा खान बोलाओस् कि खेल खेल्न बोलाओस् कि कुनै कुराको वास्ता नगरिकन ऊ सरासर एक चित्त एक मनले बकावाली फुललाई ताकेर गयो र बकावाली फुल टिप्यो। भगवानको प्रार्थना गरेपछि त्यहाँ वैद्य धनवन्तरीले त्यो फुल उनलाई दिए। उनले त्यो फुल लिएर फिर्ता हुँदा एकजना बाटामा योगी भेट भए। अनि योगीले भने, बाबु राजकुमार, तिमीले यो फुल ल्याएछौ, यो फुल मलाई देऊ, मसित एउटा यस्तो लौरो छ, ल पिट भनेपछि त्यसले दन्क दिएर पिट्यापिटै गर्छ भनेपछि राजा छोरा हुन्, यो लौरो त काम लाग्छ भनेर अनि त्यसै ल हुन्छ त भनेर त्यो बकावाली फुल योगीलाई दिए। योगीले लौरो दिए। अब यो लौरो मेरो अधिकारमा आयो त भन्न आयो। उसो भए यो योगीलाई पिट भन्यो त्यो लौरालाई। अनि लौराले पिट्न थाल्यो। अनि ती योगी आत्तिर लैजाऊ बाबु, लौरो पनि लैजाऊ, यो बकावाली फुल लैजाऊ भनेपछि राजकुमारले बकावाली फुल र लौरो लिएर आए। बिचमा फेरि अर्को योगी भेट भए। उनले भने, बाबु मसँग एउटा यस्तो रसी छ, ल कसैलाई बाँध भनेपछि त्यसले टनटन्ती बाँधिहाल्छ, मलाई यो म तिमीलाई रसी दिन्छु, मलाई यो फुल देऊ भने दोस्रो ऋषिले। अनि त्यसपछि ठिकै छ भने राजाको छोराको चलाकीपना म अहिले भर्खर लिन्छु भन्ने त मना छ नै। त्यसपछि उनले त्यो फुल दिए। अनि यो रसीलाई फ्याँके, ल यसलाई बाँध भनेर लौरो फ्याँके, लौराले पिट्यो, रसीले बाँधेर त्यसपछि लैजाऊ बाबु तिम्रो बकावाली फुल लैजाऊ भनेर त्यो दोस्रो ऋषि पनि आत्तिएर त्यो फुल दियो। त्यसपछि फेरि राजकुमार आए तेस्रो योगीका समीपमा। तेस्रो योगीले भने, बाबु राजकुमार, तिमीले बकावाली फुल ल्याएछौ, यो फुल मलाई देऊ, म तिमीलाई एउटा यस्तो आसन छ मेरो, त्यो उड भने पनि उड छ, जहाँ जति ठुलो बनाउन नि मिल्छ, यो आसनमा बसेर सयर गर्न मिल्छ, यो म तिमीलाई दिन्छु, मलाई फुल देऊ भने। र ठिकै छ, यो पनि काम लाग्ने कुरा हो भनेर राजकुमारले अनि त्यो आसन लिए। अनि त्यसपछि त्यो रसी फ्याँकिदिए। लौरालाई पिट भनेको थियो, त्यो योगी पनि आत्तिएर लैजाऊ बाबु लैजाऊ, यो आसन पनि लैजाऊ, तिम्रो फुल पनि लैजाऊ भनेर अनि भनेपछि त्यसपछि राजकुमार आए जहाँ आफ्ना दाजुहरू थुनिएको ठाउँमा। यहाँ छन् दाजुहरू भन्ने कुरो उनलाई अवगत थियो। त्यसपछि यो जुन यो मुख्य मूल सञ्चालक, यो यहाँको यो संस्था सञ्चालक कुन हो भनेर सोध्दै जाँदाखेरि अनि त्यसपछि परिचय गराए। अनि त्यो मुख्य व्यक्तित्वलाई यहाँको सञ्चालक तपाईँ हो भन्दा हो भनेपछि अनि त्यसपछि ती राजकुमारले त्यो रसी त्यसलाई फालिदिए। रसीले उसलाई बाँध्यो, लौरालाई पिट भनेको थियो, पिट्न थाल्यो। अनि त्यसपछि उसले आत्तिएर भन्यो, म जे भने त्यो टक्राउँछु, मलाई छोडिदिनुहोस् भन्दाखेरि उसो भए मेरा दुई दाजु यहाँ छन्, तिनलाई फलानु फलानु नाम गरेका, तिनलाई मेरा समीप तिमीले जिम्मा लगाऊ, बन्दी गर्न पाउँदैनौ भनेपछि अनि उसले दुईटा दाजुहरूलाई त्यहाँबाट निकालेर बन्दीबाट छुटाएर जिम्मा लगायो। त्यसपछि तीन दाजुभाइ भए। अनि त्यो बकावाली फुल लिएर आसनमा चढेर सर्र उडेर अनि त्यसपछि आएर एउटा घरमा दरबार पुग्नुभन्दा पहिला एउटा चौतारीमा एकछिन बसौँ भनेर बसे। कता कता कान्छो भाइ निदाएछन्। अनि दुईटा जेठो र माइलाले, होइन हामी यो फुल अहिले भाइ निदायो, यही बेलामा हामी यो फुल लिएर जाउँ र पितालाई हामीले ल्याएको भनौँ भनेर हत्तरपत्त अनि भाइ निदाएको बेलामा उनीहरू दौडिएछन्। अनि भाइ उठेर हेर्दाखेरि त फुल पनि छैन, दाजुहरू नि छैनन्। अब यी दाजुहरू लगे पक्कै भनेर अनि त्यो बकावाली फुललाई राजकुमारले एउटा ट्याङ्करमा राखेर साँचो लगाएका थिए। त्यो साँचो चाहिँ उनका हातमा थियो। अनि त्यसपछि त्यो आसनमा चढेर अनि उनी हत्तरपत्त जाँदा दरबारमा उनीहरूले त्यो साँचो नभएको कारणले त्यो बाक्सा फुटाउनको लागि जुन हातमा ढुङ्गो उठाइरहेका रहेछन्, राजकुमारले हत्तरपत्त डोरी छोडिदिए। त्यो डोरीले तिनीहरूलाई टन्टन्ती कस्यो, लौरो छोडिदिए, त्यसपछि पिट्यो। अनि त्यसपछि उर्लिएर अवतरण गरेर उनले त्यो औषधि यस्तो यस्तो कारण पर्यो भनेर सबैको वर्णन विस्तार गरेर दाजुहरूलाई छुटाउनको कारण पनि मेरो हो, तर अहिले दाजुहरूले यो करामत गर्नुभएछ भन्ने कुरा जानकारी दिएर वैद्यले उपचार गरेपछि राजाको आँखा खुल्यो। योबाट हामीले जान्न पर्ने कुरा के छ भने जीवनमा कुनै पनि व्यक्तिको सङ्कल्प हुनुपर्छ। सङ्कल्प नभएको व्यक्ति बाँदरको पुच्छर जस्तो, लौरो न हतियार, ऊ कुनै अस्तित्वहीन व्यक्ति हो भन्दा पनि केही फरक पर्दैन। कुनै पनि व्यक्तिले आफ्नो कृषि होस्, व्यवसाय होस्, कुनै जागिर होस्, राजनीति नेता होस् अथवा कुनै के लक्ष्य छ उसको जीवनमा, त्यो लक्ष्य पूर्ण गर्नको लागि उसको एउटा प्रतिज्ञा चाहिन्छ। त्यो प्रतिज्ञाको अवधिमा विभिन्न किसिमका अवरोध र मनोरञ्जन र स्वार्थका अवसर आउँछन्। मनोरञ्जन र स्वार्थमा त्यो व्यक्ति लाग्यो भने त्यो प्रतिज्ञा पूर्ण हुन सक्दैन। त्यसै कारण कसैले व्रत लिन्छन् नि, व्रत लिने व्यक्तिहरूले पनि यो जान्नुपर्छ, त्यो व्रत पूर्ण नभएसम्म
त्यो दृढ सङ्कल्पको साथ त्यो जप हो कि कति जप हो के व्रत हो त्यसको चाहिँ पूर्ण रूपबाट परिपालन गर्नुपर्छ। अनि त्यो पालन गर्यो भने मात्रै त्यो सङ्कल्प सिद्ध हुन्छ। अनि सङ्कल्पले नै कार्यसिद्धि हुन्छ भन्ने कुरा एउटा, र दाजुभाइमा वैरभाव पनि हुन्छ। दाजुभाइ सर्वा मेलमिलाप नै हुँदैनन्, कहिलेकाहीँ वैरभावको परिस्थिति पनि जागृत हुन्छ भन्ने कुरा पनि यसबाट केही सन्देश मिल्छ। त्यसकारण भगवान रामले देखाउनु भएको छ दाजुभाइको मित्रताको। भगवान रामले सङ्कल्प गर्नुभयो भूमि हरण गर्ने, कृष्णले पनि सङ्कल्प गर्नुभयो यो आसुरी शक्तिलाई विनाश गरेर सत्यको स्थापना गर्ने। विभिन्न भगवानका अवतारहरूमा विचार गर्नुहोस् यहाँहरूले, सब भगवानका सङ्कल्प छन्। यो जगतै सङ्कल्पले उत्पत्ति भएको जगतमा हामीहरूले पनि आफ्नो जीवनमा, विशेष युवा युवतीहरूले सङ्कल्प आफ्नो जीवनमा के चाहिँ कुरा गर्न आफ्नो लक्ष्य राख्नु, त्यो लक्ष्यको अवधिभरिमा कुनै स्वार्थ र मनोरञ्जनमा नलागिकन यदि कर्म गरियो भने हामी सफलताको अन्तिम बिन्दुमा पुग्नेछौँ। यो कुरा सबैलाई जानकारी होस्, यसले केही प्रभाव पारोस्, जीवनको सङ्कल्पमा जीवन माथि उठाउनको लागि सबैलाई प्रेरणा मिलोस् भन्दै मैले मेरा बाणीलाई यही विश्राम गरेँ। जय श्री राम।